नम्बर 22 मा सोधेको क्वेसन यस्तो छ र यहाँ के छ भने सामान्यतया तीनटामा अगाडि +1 छ, यसमा पनि +1 छ, यसमा पनि +1 छ, तर यसमा भनेको अगाडि a छ, +1 छैन। त्यसैले हामीले कम्तीमा पनि अगाडि भनेको सबैको एउटै बनाउन खोज्छौं र पहिलो स्टेपमा हामी के गर्छौं भने एउटै बनाउने प्रयास गर्छौं। अगाडिको टर्म प्लस माइनस कमन लियो भने के हुन्छ, -a हुन्छ, 1 - a हुन्छ। यसो गर्दा के भयो भने यो +1 आयो, सबैको एउटै टर्म भयो। अलिकति यस्तो गर्दाखेरि हामीलाई एकदम सजिलो हुन्छ, नत्र यतिकै पाराले गऱ्यो भने हामीले एकदम कम्प्लेक्स हुँदै जान्छ यो हिसाब भनेको। त्यसैले गर्नुपर्ने सरल हो, तर जटिल बन्दै गयो भने त्यसलाई सरल भनिँदैन। त्यसैले हामीले जतिसक्दो जुन तरिका अपनाएर सजिलो हुन्छ हामी त्यो गर्छौं। त्यसैले थर्डमा भनेको a² छ प्लस a 1 + a को पावर 3 छ र यो स्टेपमा भनेको अब हामी के गर्छौं भने 2 1 + a प्लस माइनस माइनस चाहिँ हुन्छ 1 - a 1 + a को पावर 3। यो स्टेपमा हामी के गर्छौं भने यो 1 + a र 1 - a बाट हामी के गर्छौं, एलसीएम लिन्छौं। यो भनेको 2 हुन्छ, 1 - a हुन्छ, माइनस 1 + a प्लस 3a 1 - a² प्लस a/1 + a को पावर 3 हुन्छ। र नेक्स्टमा भनेको यो 2 ले हामी ब्र्याकेट खोल्छौं, -2a हुन्छ, a - 1 हुन्छ। यो भनेको 1 - a² लेख्छौं हामी, किनभने त्यो भनेको a² - b² को टर्ममा रहेको छ। भन्नाको मतलब के हो भने सरी यहाँ 3 छ, यो पावर हो है, म अलिकति क्लियरै लेख्छु, a को पावर 3 छ। भन्नाको मतलब के हो भने a + b * a - b को टर्ममा छ भने a + b * a - b भनेको a² - b² को टर्ममा हुन्छ जनरली। र मैले भने यो बारम्बार भन्दै आएको कुरा के हो भने यो म्याथमेटिक्समा भनेको यहाँ भनेको भ्यारिएबलहरु कुनै अंकहरुलाई हामीले यताउति खेलाउने हो। कुनै ठाउँमा a² + b² को फर्म छ भने हामीले a + b * a - b को फर्ममा लानुपर्छ। कुनै ठाउँमा a - b * a + b छ भने a² - b² को फर्ममा लानुपर्छ। यही हो फर्मुला खेलाउन जान्नु पर्ने भनेको म्याथमेटिक्समा, बीजगणितमा, अल्जेब्रामा भनेको यस्तो खालको रुलहरु हामीले थाहा पाउनु पर्छ। र नेक्स्ट स्टेपमा भनेको यहाँ के हुन्छ भने 2 बाट 1 घटायो भने हाम्रो कति हुन्छ, 1 हुन्छ, माइनस -2 - 1 भनेको के छ, 2a - 3a हुन्छ, 1 - a² प्लस 3a/1 - a² प्लस a 1 + a³ र यो स्टेपमा भनेको अब हामीलाई के सजिलो भएको छ भने हामीले यो 1 - a² र यो 1 - a² भनेको एउटै आछ, 1 - 3a प्लस 3a, यो 3a र 3a क्यान्सल भनौं न, 1 - a²। अब फेरि हामी के गर्छौं भने अब यसलाई सजिलो बनाउनको लागि के गर्छ हामी, फेरि यसलाई a - 1 - a² अब हामी फेरि टुक्र्याउँछौं। कुनै बेला टुक्र्याउनु पर्छ, कुनै बेला फर्मुलामा छ भने हामी कुनै बेला टुक्र्याउने हो, कुनै बेला टुक्र्याएको कुरा छ भने हामी फर्मुलाको टर्ममा लेख्ने हो। कुनै बेला भनेको a/1 + a 1 - a + b², सरी a²। यो भनेको कसरी आयो भने a + b को a³ + b³ भनेको के छ, a + b * a² - ab + b²। यो फर्मुला हो a³ - b³ को, a को पावर 3 सरी a को पावर 3 + b को पावर 3, a³ + b³ को फर्मुला भनेको यो हो। त्यसैले अब हाम्रो यहाँ 1 + a को पावर 3 भनेको के हो भने a को रूपमा के आछ, यहाँ अगाडि 1 आछ। त्यसैले a + b भनेको के हुन्छ, 1 + a हुन्छ। b को रूपमा पछाडि छ यो b, अगाडि a छ। र नेक्स्ट यसैगरी भनेको a² भनेको 1 को स्क्वायर जति लेखे पनि
पावर जति लेखे पनि हुने 1 नै हो। त्यसैले फेरि 1 हामी लेख्दैनौँ। फेरि a भनेको के छ 1 लेख्दैनौँ, b भनेको के छ a छ, पछाडि b स्क्वायर भनेको a स्क्वायर छ। यसरी लेख्छौँ हामी। र नेक्स्टमा भनेको हामी के लेख्छौँ भने यो 1 प्लस a र यो 1 प्लस a भनेको दुईटैको के भयो साझा भयो। साझालाई हामी यसरी लेख्यौँ, पहिला एलसीएम लिनुपर्ने हो। यसरी 1 माइनस a हामी फेरि लेख्छौँ। अनि अर्को भनेको यताको 1 माइनस a प्लस a स्क्वायर। र नेक्स्टमा हामी भनेको यो a माइनस a प्लस 1 प्लस a 1 माइनस a यहाँ छ। त्यसैले हामीले लेख्ने भनेको के हो माथि भन्दाखेरि 1 माइनस a प्लस a स्क्वायर माइनस यो a को a जस्ताको त्यस्तै लेख्छौँ। अनि लेख्ने भनेको 1 माइनस a यसरी लेख्छौँ। 1 माइनस a प्लस a स्क्वायर प्लस a माइनस a स्क्वायर। यसमा हामी अब के लेख्छौँ भने फेरि अब यसलाई सजिलोको लागि के गर्छौँ हामी यो 1 प्लस a र 1 माइनस a प्लस a स्क्वायर भनेको के थियो हाम्रो a प्लस 1 प्लस a क्युब थियो। त्यो भनेको a क्युब माइनस b को रूपमा आएको थियो। त्यसलाई हामी फेरि त्यही कुरालाई किन लामो लेखिराख्नु भन्दा हामी थोरै लेख्छौँ। 1 माइनस a सुरुमा लेख्यौँ अनि बाँकी भने 1 प्लस a को पावर 3 यसरी लेख्यौँ। यहाँ भनेको a स्क्वायर र यो a स्क्वायर काटिन्छ, यहाँ पनि a र यो a काटिन्छ। नेक्स्ट स्टेपमा भनेको हाम्रो 1 बाई एन्सर 1 माइनस a 1 प्लस a को पावर 3 यसरी हामीले सरल गर्छौँ। थ्याङ्क यू।